Dr. Tsring Pinzolani, Nepali Thoma Tengyu. So, nama memang selalu dicu. Ini kimpul nama, itu sih nama. Ini datang nama. Ini semua sama dia, sambil tes ya kan. Ini lama memang selalu dicu ni. Sungguh lagi, susah dia. Nepali beraya, bahasa ini dimana sesuatu, sesuatu syur. Om Swasti, udian ke acara Padma Sambhava, Tigzin, Gotem Chet, dan अन्य महान गुरुहरू भविष्यवाणी गरेका यस उपत्यका चुम जनताको गुप्त भूमिलाई किमलुङ भनेर चिनिन्छ। यस भूमिमा प्राचीन कालदेखि नै फवा ज्यामु जो कालो कपाल भएका तिब्बती सम्राटका बुद्धिमान मन्त्री थोन्मी सम्बोटाका वंशज हो भने प्रख्यात थिए। देवताहरूले अगमबानी गरिएको गोप्य भूमि खोज्न यहाँ आएर उनले जहाँ पुल थिएन त्यहाँ पुलको निर्माण गरे, नाम नभएको स्थानलाई नामकरण गरे, निवास निर्माण गरी शिष्टाचार र नैतिकता दुई असल परम्पराको स्थापना गरे। त्यस समयदेखि आजसम्म मानिसहरू पुर्खाहरूको र आफ्ना मातापिताको परम्परालाई साँचो धर्मका 10 सद्गुण कुशल तथा 16 सांसारिक धर्मका शुद्ध अभ्यासहरूको पालना गरिरहेका छन्। यस गुप्त भूमिमा महागुरु पद्मसम्भव र योगेश्वर मिलारेपा आदि सत्पुरुषहरूले पहिला यात्रा गरी अधिष्ठान गरेका छन्। विशेष गरी ठोटका 13 खजाना प्रकार गर्ने महाविद्वान तथा निपुण गुरु छेकी वाङचुकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै वर्षसम्म मानिसहरूलाई लाभान्वित गरेपछि उनले यस मठको स्थापना गरे, जुन आशिकको समृद्धिको साथ चम्कियो। यस ठाउँलाई नावाङको नाममा परिचित गरिएको लामो इतिहास छ। प्राचीन कालमा छेवाङ र उनका वंशज ना लडाङले नेपाल र तिब्बतका राजधानीबाट पठाइएका धेरै पत्र दस्तावेजहरू प्राप्त गरे, जसमा नेपालका गोर्खा राजाहरूले ताम्रपत्र लगायत प्रदान गरेका थिए। प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा चुमका जनताहरूले निरन्तर सद्धर्मद्वारा जीवन व्यतीत गरिरहेका छन्। यस इतिहासको आधारमा निकट अवधिमा तथा अन्तिम अवधिमा उत्कृष्ट सद्गुण जुन मानव जातिको लागि र खास गरी चुम जनताको लागि हुने उच्च बौद्ध शिक्षाको केन्द्र रहेको यस मठ छेकी दुईटे गुम्बाको निर्माण सुसम्पन्न भएको महान उत्सव तथा यस मठको समुद्घाटन गर्ने सुअवसर प्राप्त हुनको कारण मेरा मूल धर्मगुरु परम श्रद्धेय महा उपाध्याय छाङ्गुरुङ छेचुका अमूल्य अनुकम्पा र अवतारी 13 धर्मराज गुरु छेवाङका वंशज नाग लडाङका पुत्र सत्पिता पङ्क्ते लामा दत्मा लाप्चेन रिम्पोछेको बोधिचित्त प्राणीदानको अतुलनीय आशीर्वादले भएको छ। वर्तमान काल पतित समय जस्ता सबै विघ्न बाधाहरूका शान्त भई सबै प्राणी धर्म सुख शान्ति तथा आनन्दमय जीवन व्यतीत होस् भन्ने मनसा लिई
काय वाक चित्तद्वारा जति पनि कार्य गरे सत्यताको शक्तिले र दृढताको कृपाले यी सम्पूर्ण कार्यहरू सुमङ्गल तथा सुसफल होस् भन्ने प्रार्थनाको साथ चन्द्रे पात्र अनुसार 2146 पृथ्वी सुँगुर वर्ष 8औं महिनाको 8 गतिका दिन यस वंशस्थलामा शीर्ष धारण गरेको शाक्य विष्णु प्रेम सेवकद्वारा लेखिएको पवतो सर्वमङ्गलम।